सर कहाँबाट आउनुभयो के लिएर आउनुभयो चाइनाको ग्रिन टी खाँदा खाँदा वाक्क भएको थिएँ त्यो भएर नेपा नोभा कम्पनीबाट ग्रिन टीको अनेक किसिमका ग्रिन टीहरू उत्पादन भएका रहेछन् त्यसमा चाहिँ मैले अस्ति चाख्ने अवसर पनि मिलेको हुनाले आज चाहिँ पसलमा गएर टन्न रूपमा एक झोला मैले ग्रिन टीहरू बोकेर आएँ र तपाईँहरूलाई पनि यो ग्रिन टीहरू खानको लागि म सजेस्ट गराउँछु सायद यो ग्रिन टीले राम्रै गर्दा जस्तो लाग्छ मलाई मैले पनि स्वास्थ्यमा एक हप्ता 10 दिन भयो मैले खाएको निकै असर राम्रो पाएको छु सबै साथीहरूलाई म यो खानको लागि अनुरोध गर्छु यो टेस्ट पनि अत्यन्तै राम्रो र स्वास्थ्यको लागि पनि राम्रो भएको कारणले र अर्को यसको विशेषता मलाई चाहिँ के लाग्यो भने यसले कमाएको 15% मुनाफा टोटल मुनाफाबाट 15% चाहिँ नेपाल आविष्कार केन्द्रलाई पनि जाने भएकोले यसमा केही हामीले पनि एउटा सहयोग गर्न सकौं भन्ने हेतुले पनि म यो ग्रिन टी खानलाई म एकदम आतुर भएको छु र सम्पूर्ण साथीहरूलाई यो खानुहोस् भन्ने मेरो एउटा शुभकामना पनि छ साथै म के भन्न चाहन्छु भने मैले 2064 सालदेखि चाइनाको ग्रिन टी खाइरहेको व्यक्ति अहिले आएर यो नेपा नोभा कम्पनीबाट यो उत्पादन भएपछि अब सायद चाइनाको ग्रिन टीहरूले नेपालीलाई चाइनाको ग्रिन टी खानुपर्ने आवश्यकता छैन र सम्पूर्ण जसले बनाउनु भयो जसले उत्पादन गर्नुभयो नेपाल कम्पनीको साथीहरूलाई एकदम शुभकामना सहित एकदम उन्नति प्रगतिको शुभकामना पनि दिन चाहन्छु म